हेलो साइक्लिङ देख्नु र सुन्नु भएको त धेरै होला, तर कहिले हेलो साइक्लिङ युज गर्नुभएको छ? आजकल धेरैजसो स्टेसन नजिक, पार्कको वरपर अनि प्रायःजसो सबै कोन्बिनी नजिकहरूमा हेलो साइक्लिङको सर्भिसिङ हुन्छ। कसरी युज गर्ने होला, के हुन्छ होला भन्ने सोचिरहनु भएको छ अनि मलाई त युज गर्न पनि आउँदैन, के चाहिन्छ भन्ने सोचिँदै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। अहिले आफ्नो मोबाइलको एप स्टोरमा गएर हेलो साइक्लिङ हान्नुहोस् र हेलो साइक्लिङ आएपछि त्यस एपलाई डाउनलोड गरेर आफ्नो इन्फर्मेसन हालेर रजिस्टर गर्नुहोस्। मेरो चाहिँ अलरेडी इन्स्टल र रजिस्टर भएकोले ओपन देखाइरहेको छ। पेमेन्टको लागि पनि विभिन्न अप्सनहरू युज गर्न मिल्ने, क्रेडिट कार्ड, पे अनि अरू वालेटहरू पनि युज गर्न मिल्ने धेरै सजिलो छ। रजिस्टर कम्प्लिट भएपछि चाहिँ एप ओपन गर्दा यस्तै तपाईँको नजिकैको लोकेसनमा साइकलहरू कता कता छन्, कुन खाली छन् भनेर देखाउँछ अनि आफूलाई नजिक परेको ठाउँको साइकलमा क्लिक गरियो भने त्यो ठाउँमा रहेको साइकलको कन्डिसनहरू, ब्याट्री लेभल सबै देखाउँछ अनि कुन साइकल सिलेक्ट गर्ने त्यसलाई रिजर्भ गर्न सक्नुहुन्छ र आफूले सिलेक्ट रिजर्भ गर्नुभएको साइकल नजिक जाने अनि नम्बर हेरेर एपबाटै लक गर्न मिल्छ। अनि रिटर्न चाहिँ हजुरले जता गर्नुभए पनि हुन्छ, तर हेलो साइकलकै स्टेसन चाहिँ हुनुपर्छ। थ्याङ्क्स फर द वाचिङ भिडियो टिल द इन्ड।